सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो डे 20 मिनट ब्लगमा। आई होप कि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु। अनि अहिले चाहिँ म एक्लै बसिरहेको छु, मलाई लागिरहेको छ भोक, तर खानालाई केही पनि छैन। अनि मैले सोच्दै गर्दा मैले चाहिँ सोचेँ वाइ साधेर खान्छु। साध्नको लागि चाहिँ यो भेजिजहरू हाल्नु, कुरकुरेहरू, मसलाहरू हाल्नु होइन, सबै मसलाहरू हाल्ने, अनि चाउचाउको नुन पनि हाल्नु। अनि हालेँ मैले लेमन जुस, यसको बिना चुगिलो हुँदैन नि त होइन। अनि मलाई मिक्स गर्न चम्मचले भएन, मैले चाहिँ हातले गरेको। मैले कुनै काम गरौँ अनि मेरो काम नबिग्रेको त रेकर्ड नै हुँदैन के। मेरो सबभन्दा फेभरेट लाइट थियो भिडियो बनाउनको लागि यो भाँची हो, तर मैले जुगाड गरेर चाहिँ बनाएँ। लाइटको बिना भिडियोको क्वालिटी नै हुँदैन क्या। अनि त्यसपछि चाहिँ मन लाग्यो खानातिर, मेरो रेडी भयो। यति राम्रो देखेको छ, चुकिलो पिरो टाँटो टक्क परेको बनिरहेको छ होइन। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। म चाहिँ लागेँ खाना, अनि त्यसपछि चाहिँ मेरो मोबाइलले पनि हल्का झिपिक झिपिक गरिरहेको छ। सो आजलाई मिनी ब्लग यति नै, फेरि भेटौँला अर्को भिडियोमा, त्यतिसम्मको लागि बाई बाई।